ल आजको राइड चाहिँ फुलचोकी होइन त पाण्डु? फुलचोकी जानु होला। यहाँ बसन्तपुरमा यो चना अन्डा खाएर फुलचोकीतिर लम्किने। अब वेदरले कतिको साथ दिन्छ पाण्डु? साथ दिन्छ, क्लिन भइसक्यो। ल पाण्डु हामी कहाँ साधोबाट आइपुग्यो होइन त? साधोबाट आइपुग्यो। अब हामी जाने भनेको यता फुलचोकी गाडी टावर होइन? आजको डिस्टेसन भनेको त्यो फुलचोकीको डाँडा देखिरहेको डाँडा त्यो टावरमा। ल पाण्डु 10 बजे हो, गोदावरी आइपुग्यो। त्यहाँ यसो केरासेरा किन्ने, पानीछानी किन्ने अनि बिस्तारै उक्लिने होइन त पाण्डु? आज टपसम्म पुग्नुपर्छ है पाण्डु? आज जानुपर्छ। टपसम्म पुगेर जति त्यहाँबाट उता पनौती निस्किनु मिल्छ नि त फेरि। अब फेरि कहाँ पनौती गएको? अस्ति हामी लाफिङ भन्ज्याङबाट छिर्यो तल होइन? यहाँ पनि तल खाँदै माने जवान कहाँ भन्ने पुग्दो रहेछ। जस्तो लाग्यो, दुध दिइरहेकै जस्तो लाग्यो है, मौनै जस्तो कि। के गरे पाण्डु? के गरेको? ए मोटामोटी यहाँबाट लगभग 13 किलोमिटर रहेछ। बाटो राम्रै छ अरे। त्यहाँ सोधेको 13 किलोमिटर रहेछ जम्मा यहाँबाट। अब बिस्तारै जाने। अब 2-3 घन्टा त पक्कै पनि लाग्ला। बिस्तारै जाने ल। ल यो अब यसो 1-2वटा आलु बोकेर खाने अनि यहाँबाट बिस्तारै उक्लिने। मिठो होला त पाण्डु यो? त्यहाँ खाना भनेर जाउँ होइन? आज वेदरले त राम्रो साथ दिएर जस्तो हामीलाई। जना हराउँछ नि त यहाँ पनि। माथि जाउँ भनेको चाहिँ हेरौँ अब। पाण्डु त्यो घरमा छ है, त्यहाँ सोध्नुपर्छ।
जा त पाण्डे सोध त ओ यहीँ ले म साइकल समातिदिन्छु यिनीहरूको एउटै त हुन्थ्यो होइन एउटै त होला नि 13 किलोमीटर है पाण्डु 13 किलोमीटर है ए फुलचौकी 13 किलोमीटर ल पहिला हाम्रो खिचाउ एकछिन ल फुलचोकीको डाँडा अकुली दाइ रमाइलो सुकालाई रमाइलो जङ्गल राइड हिँड्दै जाँदै कति 3 घन्टा लाग्छ रे होइन अफरोड भयो नि राम्रै होला नि जस्तो राम्रै छ भन्थे कि
मैले तेल हाल्न बिर्सेछु यार। चार पाँच दिन भयो तेल नहालेको। अस्ति त्यो लाकुरी भन्ज्याङ जाँदाखेरि जस्तै बाटो भयो है। 10 किलोमिटर भने जम्मा हामी 3 किलोमिटर माथि आएको जम्मा भनेपछि टाइम त भयङ्कर लाग्ला जस्तो लाग्यो। हिजो त्यो निगुरो आलु मिक्स गरेर बनाइरहेको तरकारी नि कस्तो मिठो क्या। त्यो कसैको हातमा चाहिँ ज्यादै हुन्छ भने त्यो दुईजना बहिनीहरू छ, दुवैजना मिलेर गर्छ, भयङ्करै बनाउँछ। एक दिन हामी उतातिरको रुट पर्दाखेरि खानुपर्छ कि। त एक करी खा, म बफ करी खान्छु। एक करी पनि मिठै बनिन्छ। साइक्लिङको खर्च पनि महँगो छ क्या। भनेपछि 1 बजे नपुग्ने भयो त है। 1 बजे नपुग्ने भयो किनभने पाउने बार अहिले यहाँ भइसक्यो। भर्खर 3 किलोमिटर माथि आयो। पैसा किने बिस्तारै जाने हो, बिस्तारै जाने हो। हजुर माथि चलाउनु भयो? ए अब चाहिँ अफ रोड स्टार्ट भयो जस्तो लाग्यो। हुन्छ बादल त पुरा छाए जस्तो बादल लाए जस्तो भनेको नि।
आज त अब पानी परे पनि गइन्छ पाण्डु यहाँसम्म त आयो होइन यतापट्टि आइज त पाण्डु अनि खेल्नु मिल्छ माइल टाइपको उकालो चाहिँ तर लामै जस्तो लाग्यो है उ त्यो माथि हो कि क्या हो खै त्यो त्यही त होला नि कस्तो शुक्रबारको टाइमतिर त डरै लाग्दैन है अनि त्यस्तो ठाउँतिर हिँड्नु त बाटो एक टुक्रोमा त के पिच गरेको है फेरि ढलान गरेको रहेछ अगाडि हिँड्नु बाटो अफ्रोड है अप्ठ्यारो बाटो सम्हाल्नै अप्ठ्यारो हुने कि अप्ठ्यारो बाटोमा चाहिँ मेन कुरा मोबाइल खस्ला भन्ने डर क्या फेरि पावर पनि पर्दैन नि त त राइट छ भने टर्न पनि हान्दै कि होइन पाण्डु आधी बाटो आयो अब सर्ट ब्रेक लिउँ कहाँ छ र पखाल काटकुट गर अघि नै पखाल ल्याएको हो काट्ने कुरा छ कसरी हिँडेछ पनि टेन्सन नदिनु ल चट्ट काटकुट गरौँ काँक्रो खाउँ बदाम पनि निकाल अलिअलि बदाम पनि खाउँ काँक्रो खाउँ है अनि बिस्तारै फेरि उकालो जानै छ ल पाण्डेजी पुरा तयारीमा हिँड्छ नि ल पाण्डु मिठो कलिलो छ है काँक्रो काँक्रो बबल छ मिठो छ काँक्रो साह्रो खाएर अनि लाग्ने बिस्तारै एकछिन बसौँ आशा फुलचोकी पुग्नु पनि टाइम लाग्छ जस्तो लागिरहेको छ मलाई घोडा लाग्छ कि अझै 1 घन्टा त है बेसी नै लाग्छ जस्तो लागिरहेको छ बेसी त के लाग्ला त्यो टुप्पो छ त्यहाँ कहाँ छ टुप्पो बिस्तारै जाने नि फर्किँदा त फेरि क्या मजा हुन्छ नि त फेरि होइन त्यति छैन नि है माइल टाइपको उकालो हो क्या त्यही त राखिन्छ है ल पाण्डु चिकन खाना खाउँ ल कामेर चिसोले हेर